हामी चाहिँ बर्थडेको आउटिङमा आएको मुभी हेर्यौँ हामी चाहिँ मुभी हेरेर निस्केको सितारे जमिन पर सितारे जमिन पर राम्रो रहेछ साँच्चै नानीहरूलाई देखाउनु पर्ने मुभी रहेछ वर्थ वाचिङ ठुलोहरूले पनि हेर्नु पर्ने रहेछ रमाइलो अनि अब खाना खाने अनि फर्किने होला हैन फर्किने के हिँड्दै जानुपर्छ बाटोमा लो केएफसी हल्का रमाइलो डेकोरेसन भइसक्यो अब चाहिँ केक काट्न आँटेको यहाँ छ अनि यहाँ हाम्रो डेकोरेसन Happy birthday to you. Happy birthday dear Miss Jana. Happy birthday to you. May God bless you. May God bless you. May God bless you dear Miss Jana. Happy birthday to you. Happy birthday, yes. Papa. Ayo na. धन्यवाद फोटो खिच्ने बर्थडे गोलबाट एक दुई शब्द थ्याङ्क यू सो मच एभ्रिवान स्पेसली पहिला त मेरो प्रभु परमेश्वर जिजसलाई धेरै धेरै धन्यवाद आजको दिनसम्म मैले यो दिन हेर्ने मौका पाएँ त्यसको लागि धन्यवाद अनि मेरो फ्यामिली मेम्बर्सको सबैजना आमा पापा विशेष गरी मेरो हस्बेन्ड अनि नानी सबैलाई मेरो हृदयबाट धन्यवाद आजको दिन फेरि मैले आजको नयाँ जीवन लाइफ हो नि त है बर्थडे सालमा एकपल्ट मात्रै आउँछ है अब हेर्नु पाइराखेको छौँ नि त आज मैले नयाँ दिन नयाँ बर्थडे होइन नयाँ साल हेर्नु पाएँ त्यसको लागि म धन्यवाद चढाउँछु अनि म जहिले पनि बर्थडे मलाई सेलिब्रेट गर्नु मनपर्छ किनभने अब यो चाहिँ लाइफ हो एउटा फ्यामिलीसँग आफ्नो लभड वान्ससँग बेसी होइन सानो थोरै तर आफ्नो जीवनलाई सेलिब्रेट गरेको जस्तो लाग्छ आउने दिनलाई त्यही कारण म यति भन्न चाहन्छु थ्याङ्क यू फर अल यो विसेस एभ्रिबडी मलाई वाट्सएपमा विस गर्नुहुने एभ्री सबैतिर विस गर्नुहुनेलाई धेरै धेरै धन्यवाद मेरो नानीहरूलाई स्टुडेन्ट्सहरूलाई धेरै धेरै धन्यवाद ल वन्स अगेन ह्याप्पी बर्थडे एन्ड थ्याङ्क यू फर द ट्रिट आज चाहिँ हामी सिलगढी गएका थियौँ अनि मजा आयो मुभी हेऱ्यौँ त्यहाँबाट फर्केर आयौँ अनि इट वाज रमाइलो पल होइन हजुर थ्याङ्क यू फर द आउटिङ थ्याङ्क यू टु यु त यति नै हो है सधैँ खुसी रहनु सबैजना बी ह्याप्पी है ल बाई बाई आजको हाम्रो छोटो ब्लगबाट बाई गुड नाइट